जे गर्दै हुनुहुन्छ अहिलेलाई थोरै रोक्नुहोस्। आफ्नो मोबाइललाई तल राख्नुहोस्। कामलाई एकछिन थाती राख्नुहोस्। मलाई तपाईका 5 मिनेट दिनुहोस्। केही बदलन होइन, केही प्रमाणित गर्न होइन, केवल मुटुलाई सास फेर्न दिन र हृदयलाई शान्त हुन दिन। आफ्नो शरीरलाई सहज रूपमा राख्नुहोस्। आरामसँग बस्नुहोस् वा सुत्नुहोस्। आँखालाई बिस्तारै बन्द गर्नुहोस्। अब ध्यानलाई आफ्नो सासमा ल्याउनुहोस्। गहिरो सास लिनुहोस् र बिस्तारै छोड्नुहोस्। पुनः एक पटक सास भित्र, सास बाहिर। अब तपाईको ध्यान हृदय क्षेत्रमा ल्याउनुहोस् र छातीको बीचमा हल्का न्यानोपन महसुस गर्नुहोस्। सबैभन्दा पहिले आफैप्रति दया र प्रेम जगाउनुहोस् र मनमनै बिस्तारै मसँग दोहोर्याउनुहोस्। म सुखी रहूँ। म सुखी रहूँ। मेरो मन शान्त रहोस्। मेरो मन शान्त रहोस्। म प्रेम र करुणाले भरिएको रहूँ। म प्रेम र करुणाले भरिएको रहूँ। यी शब्दहरूलाई केवल भन्ने मात्र होइन, तपाईले आफ्नो शरीरभरि जागिएको प्रेमलाई महसुस पनि गर्ने प्रयास गर्नुहोस्। अब भने तपाईले माया गर्ने कुनै एक व्यक्तिलाई सम्झनुहोस्। आफ्नो आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनी, साथी वा गुरु। उहाँको अनुहारलाई राम्ररी चित्रण गर्नुहोस् र हृदयबाट भन्नुहोस्, तपाईं सुखी रहनुहोस्। तपाईं सुखी रहनुहोस्। तपाईं सुरक्षित रहनुहोस्। तपाईं सुरक्षित रहनुहोस्। तपाईको मन शान्त रहोस्। तपाईको मन शान्त रहोस्। तपाईं स्वस्थ र आनन्दित रहनुहोस्। तपाईं स्वस्थ र आनन्दित रहनुहोस्। तपाईको हृदयबाट निस्किएको प्रेम उहाँतर्फ बगिरहेको कल्पना गर्नुहोस्। अब यस्तो व्यक्तिलाई सम्झनुहोस् जसलाई तपाईं चिन्नुहुन्छ तर धेरै नजिक हुनुहुन्न। जस्तै बाटोमा भेटिने व्यक्ति। उहाँलाई पनि यही शुभकामना दिनुहोस्। तपाईं सुखी रहनुहोस्। तपाईं सुखी रहनुहोस्। तपाईं सुरक्षित रहनुहोस्। तपाईं सुरक्षित रहनुहोस्। तपाईको जीवन शान्त र सरल रहोस्।
तपाईको जीवन शान्त र सरल रहोस्। उहाँतर्फ पनि तपाईको हृदयबाट निस्किएको प्रेम बगिरहेको कल्पना गर्नुहोस्। अब यदि सम्भव छ भने कुनै यस्तो व्यक्तिलाई सम्झनुहोस् जससँग तपाईको सम्बन्ध खासै राम्रो छैन, जसले तपाई घृणा गर्नुहुन्छ। जबरजस्ती नगर्नुहोस्, मन तयार भए मात्र भन्नुहोस्, तपाई पनि सुखी रहनुहोस्। तपाई पनि सुखी रहनुहोस्। तपाईको दुःख कम होस्। तपाईको दुःख कम होस्। तपाईको मनमा पनि शान्ति बसोस्। तपाईको मनमा पनि शान्ति बसोस्। पुनः तपाईको हृदयबाट निस्किएको प्रेम उहाँतर्फ पनि बगिरहेको कल्पना गर्नुहोस्। यो अभ्यास तपाईको लागि हो, तपाईको मुक्ति र सरलपनको लागि। अब भने आफ्नो हृदयलाई अझ फराकिलो बनाउनुहोस्। सबै दिशातर्फ प्रेम फैलिएको कल्पना गर्नुहोस् र भन्नुहोस्, सबै प्राणी सुखी रहून्। सबै प्राणी सुखी रहून्। सबै प्राणी सुरक्षित रहून्। सबै प्राणी सुरक्षित रहून्। संसारमा शान्ति फैलियोस्। संसारमा शान्ति फैलियोस्। सबैको जीवन करुणाले भरियोस्। सबैको जीवन करुणाले भरियोस्। अब फेरि ध्यानलाई आफ्नो सासमा ल्याउनुहोस्। शरीर हल्का र मन शान्त महसुस गर्नुहोस्। बिस्तारै औँला र खुट्टालाई हल्लाउनुहोस्। तयार भएपछि आफ्ना आँखालाई खोल्नुहोस्।